यो भिडियो हेर्नुस् त हामीहरूले के भनिन्छ नि हामीहरूको बच्चाहरूलाई पढाउनु मात्रै ठुलो कुरो हैन के बच्चाहरूलाई अनुशासित सिकाउन पनि एकदमै जरुरी छ के पढेर मात्रै बच्चाहरू ज्ञानी हुँदैनन् बच्चालाई अनुशासित पनि चाहिन्छ जस्तो लाग्छ यो भिडियोबाट बच्चाहरूले धेरै कुरा सिक्न सक्छन् यदि हजुरहरूको बच्चाहरूलाई पनि यो भिडियो देखाइदिनु होला हजुरहरूको बच्चाहरूलाई पनि यस्तो अनुशासितहरू सिकाउनु पर्छ मान्छे पढेर मात्रै ठुलो हुँदैन के मान्छेमा अनुशासित पनि हुनुपर्छ कसलाई कसरी सम्मान गर्ने कसैलाई कसरी गर्नुपर्छ भन्ने कुराको पनि जानकारी हुनुपर्छ बच्चाहरूलाई म कतिपय बच्चाहरूलाई देखाएको छु के हैन पढे लेखे छन् एकदम डिग्री पास गरेका छन् हैन धेरै पढेका पनि छन् तर तिनीमा कुनै अनुशासित छैन के हैन कसलाई कसरी सम्मान गर्नुपर्छ के गर्नुपर्छ मान्छे पढेर मात्रै ठुलो हुँदैन के मान्छेमा अनुशासित पनि चाहिन्छ जस्तो लाग्छ हजुर हाम्रो बच्चाहरूले पनि यो शिक्षा सिक्नु पर्छ हेर्नु कस्तो स्थितिमा कसरी हामीले कसलाई सहयोग गर्नुपर्छ कसरी हामीले कसैलाई हामीले कसरी हेल्प गर्न सकिन्छ हैन कसो गर्दाखेरि उसलाई राम्रो हुन्छ हैन अब जस्तो अब स्थिति छ त्यही हिसाबले अब हामीले हेल्प गर्नुपर्छ भन्ने कुरा पनि बच्चाहरूले सिक्नुपर्छ तर यो भिडियोमा देखेर मलाई चाहिँ धेरै राम्रो लाग्यो हाम्रो बच्चाहरू पनि भोलिको दिन गएर एटिट्युड नरहोस् के बच्चामा हैन म पढेको छु यत्रो गरेछु म डिग्री पास गरेछु म ब्याचलर गरेको छु हैन अब मान्छे हुन्छ नि एउटा एटिट्युड मेरो पढाइ एकदम ठुलो छ हाई लेभलमा छ भन्ने बच्चाहरुमा त्यो एटिट्युड नहोस् के बच्चाहरुमा अनुशासित हो सबैभन्दा ठुलो सम्पत्ति भनेको ज्ञान भनेको सम्पत्ति भनेको अनुशासित हो के जब मान्छेमा अनुशासितै नरहेपछि त्यो पढेको कुनै अर्थ हुँदैन मेरो नजरमा है मैले चाहिँ जब मान्छेमा कुनै अनुशासित छैन कसैलाई सम्मान गर्न जान्दैन भनी त्यो पढेको कुनै अर्थ हैन तर मैले त्यस्तो व्यक्तिलाई मैले चाहिँ मेरो नजरमा म आफू चाहिँ घमण्डी देख्नेले मलाई घमण्डी भनुन् चाहे जे भनुन् तर मैले चाहिँ अनुशासित नभएको बच्चाहरूलाई मनै पार्दैन है बच्चामा अनुशासित चाहिँ हुनुपर्छ हाम्रो बच्चाहरूले पनि हजुरको मेरो सबैको बच्चाहरूलाई एकदमै अनुशासित सिकाउनु पर्छ जरुरी छ कस्तो लाग्यो कमेन्ट